राम 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 आफू बर्थडे हो त हो त्यहाँनिर गर्नु बाबु हो त्यहाँनिर हो त कति खुसी भएको के हो बाबु बाबु के हो आज तिम्रो के हो आज तिम्रो तिम्रो के हो ह्यापी टु यु अझै अझै अलि यता खालतिर राखिदिनु न ऊ के अक्षताले गर्नु ऊ अक्षता अप्ठ्यारो राख्यो के यसो गर न दाहिने बाबुको दाहिनेपट्टि देब्रेपट्टि भयो के हो यहाँ हो के यसरी ल भयो हो भयो यता आउ त बाबु तिमी बाबुको के आएछ ह्यापी बर्थडे राख्नु न आमा तिमीले उछारो नदेला हो त्यो त राख्नु अहिले त जाडो छैन कि रोक एकछिन रोक न हतारिए न पहिला त्यो दियो कलश पुज्ने हो अनि बाबुलाई केक काट्न भन्ने ह्यापी बर्थडे भन्ने हो सुनेको र नि मेरो कुरा कसले ल्याइदिएको केक कसले ल्याइदियो केक चाहिँ कसले ल्याइदिएको कुन बाबाले यो हामीलाई दिन्छ कि नै केक दिन काटी भ्या कि अहिले अहिले नकाटा यहाँ ह्याप्पी बर्थडे भन्ने हो नि त बाबुलाई सुख सन्तोष होस् ह्याप्पी बर्थडे बाबुको साह्रै धेरै धेरै शुभकामना पछाडिपट्टि राख्दिनु न फुल हैन अगाडि खोकी लाग्छ कि फेरि बिचरालाई प्रसादी चढाउनु थियो को चक्कु कुटुक्क तो साके फेरि बाल बाल हो त्यही बाल न बाबु हो त्यसरी बाबुतिर जाला ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे रिदम ह्यापी बर्थडे टु यु काट्नै रङ भयो कि उसलाई काट्नै हेर बा ल अब काट ओ ताली लगाऊ सबैले ह्यापी बर्थडे भन होइन काट्ने हो पहिला केक काट्ने मजाले पहिला त्यसैले काट्छ क्या त्यसैले काट्न दे छोडिदेऊ आफै तैँले नै होइन ल काट्देऊ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे अझै काट भन्न अझै काट काटेर चक्कुले निकाल्दै के भिडियोमा पठाइदिन्छु मसँग ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे रिदम मेरो पुन्टुरी ह्यापी बर्थडे टु यु ताली लाम अलि मजाले म भिडियो गर्दैछु मन परेन त्यसलाई मन परेन काट्न मात्रै काटे गरिदिएको त्यहाँ त्यसलाई काट्न रङ्ग लगाएको कि अरू भन्दा पनि खान होइन ऊ मन पराएन भयो मन पराएन त्यसले मिठो मानेन भाइ काट्न मात्रै रङ हैछ त्यसलाई त
एउटा रुमाल भएको भए पुस्नु हुन्थ्यो हाले यही कपडा पुसिनुहुन्छ एउटा कपडा सबैलाई दिने ऊ त्यो सिधै अन्त सिधा गरेर लगाइदिन्छु केक काट्या भने होइन होइन अब टिको लगाइदिनु पहिला अनि यो केक त बल्ल व्यवस्था तरिकाले दिने हो अन्त लहर काटेर दिने हो कि भिडभाड हुन्छ अहिले चाहिँ टिकै लगाइदिनु मेरो कुन्टुरी भदा 2 वर्ष पुगेर 3 लागेको केक काट्दै हो बर्थडे ए इनकै बर्थडे काट्देऊ फेरि काट त एकचोटि काट त काट्छिन् कान्छीले काट्छिन् दररी काटिनु ल्याउ बाबु धेरै धेरै ज्ञानी बनी धेरै पढ्ने बाबु सबैभन्दा ज्ञानी बन्ने कति राम्रो हुने न आतिकन गर्नु न To you, happy birthday to you. ल यो तेरो भाग है भाइलाई दे है भाइ गनेको ह्यापी बर्थडे छोरो धेरै ज्ञानी बने के उलाई त केकै मात्र खानी होइन चाहिँ हेर्ने मात्रै रङ हैछ के बिचारा बाबु आएको दिन हो आज यसलाई अझ आके कति मुरु दुटा यो त मात्र हाता लौ यो ओठिए त पर्दैन ल नमस्ते गरौँ ठुलो मुलाई जिउ गर खस्यो तल पैसा खस्यो तल खस्यो तिमीलाई दिएको होइन ल के भन्ने हो ह्यापी बर्थडे टु यु ज्ञानी ए च्याट्टे राखेर बाबाले पैसा दिने हो पैसा दिन्छु है यसरी हुन्छ कि गर्दै हुन्छ कि राधिकाको पालो अनि त्यसपछि तामाको पालो मन नपराउने के थाहा भयो केक मन पर्दो रहेछ ह्यापी बर्थडे के अघि नै हो कति हो आफी कति राम्रो देखेको पैसा लिन्छौ पैसा लिने हो ल नमस्ते अहिले चाटो छ त खस्न देऊ अहिले होइन मुसो भएन नि त काटे गति हो ल तारा दिदीले बाबुलाई टिकी लगाइदिने है एकखेप यसो लगाइदियो हुन्छ फेरि एकचोटि ताली बजाऊ त ह्यापी बर्थडे गर ल यता ल ह्यापी बर्थडे टु यु जन्मदिनको धेरै धेरै शुभकामना ज्ञानी हुनु निरोगी हुनु धेरै पढ्नु फुपू दिदीहरूलाई बेसरी माया गर्नु है हस् भन न हस् भनेको ल भन भन्दिन हौ खचो उसलाई त खसो र उसको राखी टोपी बिग्रियो अरे के ए यो पनि राख्ने टोपी अरे कहाँ राख्ने टोपी बिग्रियो त फुल ए ल त चक्कु ल जिउ गर यहाँ जिउ गर के हुन्न ए ल खसान त पैसा यहाँ जिउ गर त दिदीलाई जिउ गर न बाबु दिदीलाई जिउ गर त पुस्नै पर्यो के पहिला पहिला पुसेर नि बल्ल ल जिउ गर स्याबास ल चक्कु ए यो भाइलाई टिकी लगाइदिनु पर्यो यसको बर्थडे आउँदैछ के पर्दैन अहिले भाइको कहिले हो धेरै पढ्नु पहिला उ त भान्जीलाई उ गरेर हुन्छ टिको लाउनु हुन्न नानीलाई हुन्छ ए
ए तारा दिदी फोन आयो भने त तिमीलाई मैले पैसा फोन आएन नउठाउ यहाँ भिडियो भइरह त फोन आउँदा धेरै पढ्नु है नानी भाइलाई धेरै माया गरिदिरहेछौ त्यही भएर नि आयौ लौ तिमीले पर्दैन भाइलाई टिकन तिमीलाई लगाइदेऊ तिम्रो टुटा लगाइदेऊ भाइलाई म चाहिँ अब लाग्यो होला जस्तो छ है हजुरले लगाइदिनु रोकिन हौ